हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। धेरै समयपछि फेरि आज हामी चाहिँ चुनावको बेला चाहिँ जङ्गलतिर लागिरहेको छौँ सबैजना है रमाइलो गर्नलाई। त्यही भएर जाँदैछौँ। कहाँ के हुन्छ हेलो भन्नु सबैजनाले एकछिन है। सबै हुन्छ दिउ भइसक्नुभयो। जाँदैछौँ। त्यता छ यता मजा हुनुहुन्छ। हामीलाई चाहिँ एकदमै धेरै गाह्रो भएको छ उकालीमा भोट लाउनु जानुलाई गाउँमा गाह्रो भएकोले गर्दाखेरि देशको चिन्ता त एकदमै धेरै छ। त्यही पनि अब रमाइलो गरौँ भनेर चाहिँ जङ्गलमा यसो सानो खानेकुरा अलिअलि बोकेर जाँदैछौँ। देशको चिन्ताले गर्दा मेरो पनि यहाँ दुखेको छ। जय हर्क साम्पाङ। कागे रोने त सल्लाह जयाम अनि कि गाह्रो सल्लाह घारी भयो। यो चाहिँ ललितपुर जिल्लाको झररासी हो साथीहरू। यता छ है यसको हामी चाहिँ डाँडामासँग झररासीको टाउकोमा छौँ है। जङ्गल जस्तो छ गाईहरू। के अब जनता जान चाहन्छ। जाऊँ म त्यहाँ पल्लो छेउतिर जाउँ न। पल्लो स्टेपमा के अस्ति नै बसेको है। साथीहरूसँग बोल। हेलो साथीहरू सबैजनालाई नमस्ते भुइँसोहोरी। आज हामी पिकनिक जाँदैछौँ र मलाई यति धेरै भारी बोकाउनु भएको छ। तर मेरो चित्त दुखिरहेको छ। कम टु हबिबी दुबे। जे भए पनि बुढाले बुढीलाई नि स्याहार्ने हो पर हेर्नु त। अरूले बुढी अशक्त ज्वाइँको त्यही भएर चाहिँ आफ्नो मान्छेलाई संरक्षण गर्नु मान्छेले नि काके बिरुमै हुँदाखेरि काटेको हुँदा त्यो चाहिँ झाउसै। बोल 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 दुईजना। हेलो हामी सिङ्गल भन न। त्यो नमस्कार मेरो नाम ठुलो स्वरले मजाले भन। ठुलो स्वरले भन्न भन्न। तेरो दाँत भाइरल हुन्छ किन भन्न त नि छिटो लजाउ त। के छ त चाल्ने खालको हावै छैन। हाम्रो घरले दियो अरे त हो धनियाँ अझै लाने भन्दै थियो। जनताहरू यता हुनुहुन्छ है। हाम्रो जनताहरू चाहिँ यता हुनुहुन्छ है साथीहरू सबैजना। यहाँ ठिक छ बस्नुलाई। एकछिनमा अहिले म यसमा हुँदैन आशा कालो गर्छ गाना। ऊ यसमा छिटो 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 हाम्रो पिकनिकको तयारी चाहिँ एकदम भव्य साथ भइरहेको छ। चाना चाम्रे मुला हाम्रो भिन्न भिडियो गर्दैछ। यता जनता हेलो सबैजना हेलो ओ सामान आदर्श भोकै बोल्दैन। अब हाम्रो खाने कार्यक्रम हुन लागेको छ। सबैजनाले हेर्नु होला। हाम्रो चाहिँ यो एकदम तयारी भइरहेको छ भाग लाउने खानुको लागि। मेरो हातमा चाहिँ यस्तो छ।
छोरा भएपछि यति खानै पर्छ के छ भाग लाउँदैछ साथीहरू हामी चाहिँ अब खाजा खाने कार्यक्रम हुँदैछ मेरो बहिनीले पनि घुमाकै गर छोड्दै आयो है साथी हो कालो कोक्रो रातो खाएमै त साथीहरू हामी चाहिँ अब हिमाल नाच गीत बजाउनु लागि अरे तेरो काम के अरे गीत बजाउनुलाई के भन्छ अरे यो उद्घोषक चाहिँ भन्नुहोस् यो उद्घोषक छामेर काकी जज उता प्राविधिक गीत बजाउने यता चाहिँ प्रतियोगिता सहभागी लिने अरे यता पिकनिक कार्यक्रममा नाच्नका लागि सहभागी हुँदैछ सर्वप्रथम पहिलो आउँदैछ सहारा राई सबैले ताली बजाएर स्वागत गरिदिनु होला ल तिरिका शैलीनी मै गीत बजाउनका लागि म पवित्र राईलाई अनुरोध गर्दछु तालीले साथ दिनु होला सबैजनाले राईले एकदमै राम्रो आफ्नो कला प्रस्तुत गरेर गइसक्नु भएको छ र अर्को प्रतिस्पर्धी आउँदैछ अध्ययन राई सबैले स्वागत गरिदिनु होला उहाँको गीतको बोल रहेको छ जुनी काट्छु भन्थ्यौनी मसित उहाँको जुनी काट्ने रहर पुरा गरेर आजको नाति देखाएर गइसक्नु भएको छ अबको अर्को प्रतिस्पर्धी हुनुहुन्छ आदर्श राई उहाँको गीतको बोल रहेको छ सुन्नीमा तिमी के सररामी उहाँ एकदमै तयारीको अवस्थामा तयारी अवस्थामा भएको छ उहाँको सम्मानको लागि एकदम तालीले स्वागत गरिदिनु होला यो गीत अलिक मजाले नाच तालीले सब ताली हाम्रो साथीहरू अब चटपटेको पालो आयो है नि चटपटे खाँदैछौँ है साथीहरू हामी चाहिँ बिर्सिगएछौँ है भन्नुभन्दा भन्दै साथीहरू आज चाहिँ हामी पिकनिक सकेर घर जान्छौँ हाम्रो भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद धेरै धन्यवाद लाइक सेयर कमेन्ट गरिदिनु होला ल फेरि खाएर सबैजना हिँडिसक्यौँ तपाईँहरू के गर्दै हुनुहुन्छ अब चाहिँ हाम्रो अन्तिम भइसकिसक्यो अब हिँड्नु लागेको फेरि अर्को भिडियोमा आउनेछौँ हामी सबैजना भन्दै आजको भिडियोबाट छुट्ने छैन समाप्त हुन चाहन्छु लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला भन्दै बाई 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 गरिदिनु बाई 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 भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद कस्तो छाया देखेको है यहाँ चिनेनौ भने कामे खोटाङ्गे कत्रो गु हगेछ हौ बदलाउनु भनेको त अनि गु हगेछ गाइजहरू